बाँच्न सिक्यौ, हरेक परिस्थितिसँग हाँसेर बाँच्न सिक्यौ। नारी तिमी चेतनाकी खानी, नारी तिमी चेतनाकी खानी। धन्यवाद। आजको यस नेल हक एन्ड हेयर ट्रेनिङ सेन्टरको प्रोभाइडर रमा श्रेष्ठज्यूलाई म यस कार्यक्रमको अध्यक्ष र आसन ग्रहण गरिदिनु हुनका लागि विनम्र अनुरोध गर्न चाहन्छु। त्यस्तै गरेर हाम्रो यसै नेल हक एन्ड हेयर ट्रेनिङ सेन्टरको म्यानेजमेन्ट हेर्ने सर हाम्रो किरण तामाङज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुनको लागि म विनम्र अनुरोध गर्दछु। अब हाम्रो लगभग आसन ग्रहण पनि सकिसकेको छ र अब हामी आसन ग्रहण सँगसँगै हाम्रो प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको छ। त्यसभन्दा पहिले म यस नेल हबमा ट्रेनिङ सेन्टरमा ट्रेनिङ लिनको लागि आउनुहुने विभिन्न नगरपालिका वार्डबाट उपस्थित हुनुहुने मेरा प्यारा यति ब्युटिफुल सुन्दर साथीहरूलाई म मेरो तर्फबाट पनि स्वागत नमस्कार गर्न चाहन्छु। र हाम्रो यो नेल हब ट्रेनिङ सेन्टरमा आज औपचारिक रूपमा चाहिँ प्रमाणपत्र वितरण हुन गइरहेको छ। हामी सबैजनाले आफ्नो तर्फबाट धेरै ट्रेनिङ लिएर हामी आत्मस्वावलम्बी बन्दैछौँ। त्यसको लागि अब हाम्रो पहिलो कार्यक्रम ढिला नगरिकन प्रमाणपत्र वितरणको कार्यक्रम छ र यस कार्यक्रमको लागि चाहिँ हाम्रो किरण सरलाई चाहिँ प्रमाणपत्र वितरण गरिदिनु हुनको लागि म यो माइक्रोफोन पनि हस्तान्तरण गर्न चाहन्छु। धन्यवाद। हेलो, फर्स्ट अफ अल सबैजनालाई थ्याङ्क यू। हेलो, सबैजनालाई थ्याङ्क यू सो मच। Smart work student goes to ROE. Please come on the stage.
रिङ्कु राई अहिलेसम्म आउनु भएको छैन ठिकै छ उहाँले पनि अब आएपछि ठिक ल होइन फर्स्ट अफ अल म के भन्न चाहन्छु भने थ्याङ्क यू सो मच हाम्रो नेल अफ फ्यामिलीको एज अ मेम्बर बन्नको लागि तपाईँहरूको भविष्य राम्रो होस् राम्रोसँग सिकेर जे सिक्नु भएको छ फ्युचरमा तपाईँहरूले पनि इम्प्लिमेन्ट गर्नुहोस् राम्रोसँग अनि विश यू अल द बेस्ट सबैजनालाई थ्याङ्क यू सो मच एउटा एप्रिसिएसन एउटा सर्टिफिकेट दिन्छु होइन हाम्रो एकजना स्टुडेन्ट जसले चाहिँ अब उहाँको हार्डवर्क उहाँले वर्कसप पनि एटेन्ड गर्नुभएको र वर्कसप एटेन्ड गराएको उहाँले एज अ हाम्रो गुड लिडरसिपमा उहाँले 7 दिनको वर्कसपहरू पनि उहाँले गराउनु भएको इटलीको एउटा म्यामसँगै उहाँले चाहिँ हामी नेल अफ फ्यामिलीको तर्फबाट चाहिँ एउटा सर्टिफिकेट अफ एप्रिसिएसन दिँदैछु उहाँ कविता राई अवसर प्राप्त हुन्छ म चाहिँ त्यो व्यक्ति हो कि हर कोहीले त्यस्तो अवसर चाहिँ प्राप्त गर्न सक्दैन मैले चाहिँ त्यो अवसर प्राप्त गर्न एकदम आफूलाई गर्व महसुस गरेको छु रमा म्यामसँग चाहिँ म चाहिँ 7 डेजसम्म सँगै काम गर्न पाउँदाखेरि म आफूलाई भाग्यमानी ठान्दछु मैले चाहिँ त्यहाँ गएर आफ्नो भ्यालीभित्र मात्रै नभएर भ्याली बाहिर पनि गएर त्यहाँ कस्तो हुन्छ के हुन्छ भन्ने अनुभवहरू धेरै बटुलेर आउन पाएको छु र त्यहाँ गएर आफ्नो भित्र र बाहिर कस्तो हुन्छ भन्ने कुराहरू धेरै पाएको छु अनि मैले चाहिँ त्यहाँनिर धेरै मान्छेले पैसा मात्रै कमाउनु ठुलो कुरो होइन नि मान्छेले पैसा त चोरले पनि कमाउँछ लुटेर नै कमाउँछ तर इज्जत मान सम्मान मर्यादा भनेको त हर कोहीले कमाउन सक्दैन नि त यो चाहिँ मैले त्यहाँबाट धेरै माया सम्मान प्राप्त गरेर आएको छु र यसको लागि म रमानालाई थ्याङ्क यू सो मच भन्न चाहन्छु र नेल हकको बारेमा भन्नुपर्दा त म त यहाँ नेल हकको बारेमा त अब धेरै कुरा बोल्न नसके अनगिन्ती कुराहरू छ र यहाँनिर त म नेल हकमा त कोही पनि यहाँनिर कनेक्ट भएको थिएन मेरो फ्यामिली मेरो साथीहरू कोही पनि थिएन म चाहिँ एउटा टिकटकको भरमा मात्र यहाँ आएको थिएँ विश्वासको आधारमा तर त्यो विश्वासको आधारमा आएर पनि मैले सोचेभन्दा बढी कुराहरू प्राप्त गर्न पाएँ र सोचेभन्दा धेरै कुराहरू ज्ञानहरू सिक्न पाएँ रमा म्याम विदेशमा बसेर उहाँले त धेरै गर्न सक्नुहुन्छ तर पनि यहाँ आएर हामी जस्तो बेरोजगारी हामी जस्तो युवाहरूलाई सिपमूलक तालिम सिकाएर उहाँले एकदम ठुलो कुरा एकदम धेरै हामीलाई चाहिँ उहाँले चाहिँ हामीले एकदम धेरै अवसर दिनुभएको छ र दिनुभएको छ उहाँले धेरै हामी जस्तो युवाहरूको चाहिँ उहाँले भविष्य एकदम उज्जवल बनाउन मद्दत गर्नुभएको छ र यसको लागि थ्याङ्क यू सो मच नेल अफ फ्यामिली र हाम्रो रमा म्यामलाई एकदम थ्याङ्क यू एकदम हिजोली थ्याङ्क यू सो मच र मेरो कुरा अझै सकेको छैन है अझै धेरै कुरा बोल्न त छ है अनि म जस्तै हजुरहरूमा त परिचित भएर यहाँ आउनुभयो होला हजुरहरूलाई पनि त मैले जस्तै अब एकदम गर्व महसुस भएको होला नि जस्तै म चाहिँ प्राउडलीको साथ भन्न सक्छु कि अब मैले चाहिँ नेल हकमा सिकेर आएको म यस्तो हो भनेर एकदम छाती फुलाएर हिँड्न सक्छु हजुरहरू पनि हुनुहुन्छ होला नि कसैलाई यहाँ आएर किन यहाँ आएछु बेकार आएछु पैसा मात्रै खर्च भयो भन्दा लागेको छैन होला नि एकदम मान्छे छाती फुलाएर हिँड्न सक्नुहुन्छ होला नि सबैजना म जस्तै म चाहिँ एकदम प्राउडको साथ मैले चाहिँ यहाँ सिकेको है भनेर मैले चाहिँ 100 जनालाई यहाँ ल्याउन सक्ने स्थिति भएर आज बसेको छु म चाहिँ एकदम हुन्छ नि अनि मैले उहाँ गएर पनि पहिला चाहिँ सुरुमा म एकदम थुथुर गाउँथेँ एकदम डराउँथेँ वान स्टक आर्ट गर्न पनि डरले एकदम हुन्छ नि त्यो थिएँ तर उहाँ गएर मैले त्यो कन्फिडेन्ट एकदम आफूले एकदम प्राप्त गरेको छु र म इटली ग्रुप यहाँको नेल क्लास ग्रुपलाई पनि मैले सम्झिन चाहन्छु उहाँहरूले धेरै सम्मान धेरै माया धेरै इज्जत दिनुभएको छ उहाँहरूलाई पनि मैले अलिक मिस गर्न चाहेँ र स्पेसली मेरो एकदम हर कुरामा सम्मान गर्ने मेरो फ्यामिली मेरो हस्बेन्ड उहाँलाई पनि सम्झिन चाहन्छु र सबैको तर्फबाट हामी स्टुडेन्टहरूको तर्फबाट चाहिँ नेल हक फ्यामिलीलाई चाहिँ थ्याङ्क यू सो मच भन्न चाहन्छु थ्याङ्क यू सो मच
20 दिनको कोर्स हामीले थालेको हामी लग्न जोइन भयो है। अनि अब म्यामले चाहिँ हामीलाई धेरै कुराहरूमा हेल्प गर्नुभयो होइन। थ्याङ्क यू रमा म्यामलाई थ्याङ्क यू चाहन्छु है। अनि अब मेन त हामी चाहिँ हेयर कटिङ र बियर्डको लागि भनेर आएको थियौँ यो क्लास जोइन गरेको, तर उहाँले त्यसमा पनि एडिसनली धेरैवटा कुराहरू मतलब थपेर हामीलाई सिकाइदिनु भयो। अब टिचर पनि जुन फिल्डमा उहाँ प्रोफेसनली लाग्नुहुन्थ्यो उहाँलाई नै हायर गरेर भए पनि हामीलाई सिकाइदिनु भयो, त्यसलाई धेरै धेरै थ्याङ्क यू है। अनि त्यो अब उहाँले दिनुभएको हामीलाई यति सपोर्ट छ, हामी खुसी छौँ हामी यहाँबाट लिन पायौँ। आज सर्टिफिकेट पनि लिन पायौँ यहीँबाट होइन, यो धेरै काम लाग्छ भन्ने हामी म चाहिँ खुसी छु। मलाई अवार्ड पनि दिनुभयो अब एउटा सिजन्स ग्रुपमा होइन। ठिक छ, अब त्यही हो हामीले सिक्नु पायौँ, यहाँ आएर राम्रो भयो होइन। हामी एकदम खुसी छौँ, सबैजना खुसी छौँ यो नेल हबले यस्तो अपर्च्युनिटी दियो हामीलाई होइन। थ्याङ्क यू भन्न चाहन्छु नेल। मलाई एकदमै खुसी लाग्छ। हिजोको दिनमा हामी महिलाहरूले अलिकति सामान्य मेकअप गरेर हिँड्दा, सामान्य हेयर कलर गरेर हिँड्दाखेरि आफ्नै आफन्तहरूसँग, आफ्नो गाउँ समाज घर परिवारसँग एकदम लज्जित भएर दस दुनियाँको तामा हामीले कति कुराहरू सहेर हुनु परेको थियो। त्यो मैले आफूले पनि भोगेको छु। तर मैले के गर्थेँ भने कसैको पर्व नगरिकन मलाई जे ठिक लाग्छ म त्यही गर्थेँ। मलाई खुसी लागेको कुरा चाहिँ के पनि छ भने हाम्रो पुरुष साथीहरूले पनि पार्लरको ट्रेनिङहरू लिइराख्नु भएको छ। यो एकदमै धेरै खुसीको कुरा र गर्वको कुरा पनि छ। हामी महिलाहरूले मात्रै चाहिँ ब्युटिसियनको कोर्सहरू गरेर आफ्नो स्वावलम्बी बन्यौँ र पुरुषहरूले पनि गर्न सक्छौँ भन्ने चाहिँ उहाँहरूले आज रेकर्ड गर्नु भएको छ। र आज यस हेयर ट्रेनिङ सेन्टरमा ट्रेनिङ लिएर आफ्नो कार्यक्षेत्रहरूमा पार्लर खोलेर तपाईँहरूले काम गरिराख्नु भएको छ र गर्नुभएको छैन। नयाँ साथीहरू हुनुहुन्छ भने पनि यसलाई चाहिँ व्यवहारमा पनि उतारौँ र हामी आफ्नो पार्लर खोलेर आफ्नो चाहिँ आफ्नो पार्लर चलाएर चाहिँ अरूलाई पनि रोजगारीको अवसर दिउँ भन्न चाहन्छु। र यस कुराहरूलाई चाहिँ हामीले केयरलेस नगरिकन निरन्तरता गरिराख्नु र हामी चाहिँ एउटा राम्रो ब्युटिसियन भएर निक्ल्यौँ भन्न म पनि चाहन्छु, यहाँलाई सन्देश दिन चाहन्छु। र नेल हबमा चाहिँ एकदमै धेरै राम्रो ट्रेनिङ दिनुहुन्छ म्यामहरूले, सरहरूले। मलाई पनि एकदमै धेरै अरू पार्लरमा भन्दा पनि विशेष यहाँ धेरै मनपर्छ। त्यही भएर म चाहिँ केहीको कोर्स गर्नु पऱ्यो भने पनि म यहीँ लिएर आउँछु। यति एउटा गीत गाउनको लागि यहाँ मञ्चमा आइदिनु हुनको लागि हामी सबै सहभागी साथीहरूको तर्फबाट बोलाउन चाहन्छु। लु छिट्टो आउनु पर्यो कोपिलाजी। I'm